हेलो गाइस, यहाँहरुमा फेरि पनि आज धेरैभन्दा धेरै एकदमै धेरै दिनको बादमा यहाँहरुसँग फेरि पनि मेरो यो सर्ट भ्लगमा यहाँहरुसँग जोडिनु गइरहेको छु। गाइस, यहाँलाई म चाहिँ अब धेरै दिन हैन यो भ्लगमा आउन सकिन, मेरो रिल्स बनाउनु पनि पाएको थिइन। यहाँले धेरै सोध्नुहुन्थ्यो, तर आज म यो एकदमै सर्ट टाइममा यहाँलाई भ्लगमा म देखाइरहेको छु। म चाहिँ झन्डै हप्ता 10 दिन 15 दिन जस्तो ग्याप भइसकेको छु, तर आज मेरो यो बस्तीको कामै म चाहिँ अलराउन्ड हो क्या। जुनै काममा पनि म चाहिँ इज ओके हैन। र गाइस, आज म तपाईलाई के भन्न चाहन्छु भने चाहिँ हेर्नुस्, अरठे खनाइ छ हैन। अरठे चाहिँ अब कति चाहिँ फलेको छ भन्देखि चाहिँ नि स्कीमा हेर्नु, रम्बाले पनि खन्दा पनि यति साह्रो पर्छ हो, यस्तो छ। अब यो चाहिँ यहाँ हेरिहाल्नुहोस्, अरठेबारी यो गरै ढाकिसकेको छ। अन्त यहाँलाई देखाइरहेको छु। र यहाँलाई चाहियो भने अरठे चाहिँ एकदम पोसिलो, एकदम दुना गाई जसले आँखा चिम्से पाल्नुहुन्छ नि, हौ त्यसलाई पनि यो चाहिँ बहुत राम्रो हुन्छ। अनि यहाँलाई चाहियो भने भन्नुहोस् है, 400 रुपियाँ मन दिइहाल्नु पर्यो। एकदम केलाएर चटक्कै बनाएर हैन, जसले लानुहुन्छ यहाँले भन्नु सक्नुहुन्छ। र यस्तो छ अरठे। अब यो एकदम हतार भइसक्यो, यहाँ खोर्सानी रोप्नुपर्ने हैन। खन्नु यस्तो छ, यहाँ खनेको छु हैन मैले तपाईलाई आजको मेरो भ्लगमा देखाइरहेको छु। साथीहरु हेर्नुहोस्, यो अरठे चाहिँ फलेन भने मान्छे रिसाउँछ, फल्यो भने पनि के हुँदो रहेछ भने चाहिँ अब खन्नु चाहिँ बहुत साह्रो पर्दछ। त्यसो हैन साथीहरु, मेरो काम कुरा चाहिँ हरेक काम मेरो चाहिँ जहिले पनि म कुनै कामलाई सानो ठुलो सोच्दिनँ, जस्तो काम भए पनि म गर्छु। हेर्नुहोस् है, अब यो अरठे चाहिँ कस्तो चाहिँ फल्दियो भने नि गाइस, अन्तमा के भन्न चाहन्छु भने एकदम मैले अघि भनिहालेँ यहाँलाई, सर्ट भिडियो र मिनी भ्लग, सर्ट भ्लग भनौँ मैले देखाएँ। अब यत्रो खन्नु छ हैन, यो चाहिँ अब गरै ढाकेर फलिरहेको छ। र यहाँलाई खोले चाहिन्छ अनि चिम्से कान्छाको लागि चारो चाहिन्छ भन्नुहोस्, मेरोमा छ अरठे 400 रुपियाँ मात्र, 10 रुपियाँ किलो। ओके गाइस, फेरि अर्को भ्लगमा भेट्नेछु। यसरी हैन, यो केटाले चाहिँ यसरी दुःख गरिरहेछ है। अब यहाँनिर सट्टै अब खनिसकेर जोतेर खोर्सानी रोप्नु छ हैन। ओके गाइस।